मलेसियामा कार्यरत श्रमिकका लागि सामाजिक सुरक्षा प्रणाली हो सोक्सो। यसलाई मलेसियाको भाषामा पर्केसो भनिन्छ। श्रमिकलाई रोजगारदाताले नै सोक्सोमा आबद्ध गराइदिनु पर्दछ। हरेक महिना तपाईँको रोजगारदाताले तपाईँको तलबको 1.75% र तपाईँको तलबबाट 0.5% बराबरको रकम कट्टा गरेर रोजगारदाताले नै सोक्सोमा बुझाउनु पर्दछ। सोक्सोले श्रमिक र निजको परिवारलाई सामाजिक संरक्षण प्रदान गर्दछ। सोक्सोमा आबद्ध कुनै श्रमिक काममा जाँदा, कार्यस्थलमा वा फर्किने क्रममा वा आपतकालीन अवस्थामा दुर्घटनामा परेमा अथवा व्यवसायजन्य स्वास्थ्य समस्या भई उपचार गर्नु परेमा त्यस बापतको खर्च सोक्सोले नै बेहोर्छ। दुर्घटनामा परेर काममा जान नसकेमा त्यस्तो समयको तलबको 80% रकम सोक्सोले नै उपलब्ध गराउँछ। कार्यस्थलमा दुर्घटनामा परेर वा व्यवसायजन्य स्वास्थ्य समस्याका कारण जीवनभर काम गर्न नसक्ने भएमा त्यस्ता श्रमिकले आफूले प्राप्त गर्दै आएको दैनिक तलबको 90% रकम सोक्सोबाट निर्वाह बापत जीवनभर पाउँछन्। श्रमिकको मृत्यु भएमा निजको विधुवा वा विधुरले श्रमिकले पाउँदै आएको दैनिक तलबको 60% रकम आजीवन प्राप्त गर्दछन्। काजक्रिया बापत पनि रकम दिइन्छ। मृत्यु भएका श्रमिकका सन्तानले 21 वर्षको उमेरसम्म आमा वा बाबु जीवित रहेको भएमा श्रमिकले पाउँदै आएको दैनिक तलबको 40% र आमा बाबुको मृत्यु भएको भएमा दैनिक तलबको 60% रकम प्राप्त गर्दछन्। श्रमिकका लागि सोक्सोमा आबद्ध हुन फाइदाजनक छ। तपाईँ मलेसियामा कार्यरत हुनुहुन्छ र सोक्सोमा आबद्ध हुनुहुन्न भने आफ्नो रोजगारदातालाई भन्नुहोस्। तपाईले मलेसिया स्थित नेपाली दूतावासमा सम्पर्क गरेर पनि मद्दत माग्न सक्नुहुन्छ।